साम्बाले आउँदै गरेको फिफा फ्रेन्डली म्याच नखेल्ने भएको छ। अब नेपालको क्याप्टेन साम्बा नै नखेल्ने अवस्था सृजना भयो। नेपाली फुटबल फ्यान्सहरूलाई हेर्ने हो भने कसैले पनि विश्वास नै गर्न सकिरहेको छैन। हामी सबैलाई थाहा छ साम्बालाई घुँडामा चोट लागेको थियो र त्यही चोटको कारणले गर्दाखेरि साम्बाले आउँदै गरेको फिफा फ्रेन्डली म्याच गुमाएको छ। इन्ट्रेस्टिङ इज उनी अलमोस्ट निको भइसकेको छ, तर क्लबले भने उनलाई अझै पनि रेस्ट गर्न आग्रह गरेको छ। अब क्याप्टेन नै नभएपछि टिममा भने पक्कै पनि खल्लोपन देखिन्छ है। एकतर्फ साम्बा नहुँदा देशलाई घाटा लागेको छ भने अर्कोतर्फ साम्बाको ठाउँ ओगट्न मीना र पूर्णिमा एकदमै तयार भएर बसेको छ र यदि यो खेलहरूमा मीना र पूर्णिमाले गोल हान्छ भने नि नेपालले अर्को साम्बा पाएको महसुस गर्नेछ। एकदमै महत्त्वपूर्ण खेलमा महत्त्वपूर्ण खेलाडीहरू नै छैन अनि जति जिम्मेवारी प्रीति र रेखाले वहन गर्दै आएका छन् अब त्यो भन्दा डबल जिम्मेवारी उनीहरूको काँधमा थपिएको छ। खैर हाम्रो चेलीहरू पनि कोही भन्दा कम छैन है।